안녕하세요. सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्छ म आशा राखेको छु। हिजोको जस्तै आज पनि केही म क्वेसनहरू लिएर आएको छु जुन तपाईहरु स्क्रिनमा देख्न सक्नुहुन्छ। हिजोको जस्तै आज पनि सल्भ गरौँ है त। हाम्रो चाहिँ आजको 3 र 4 रहेको छ। 3 र 4 मा रहेको छ थामखुरुल इको नेन्गुवा खातुन गसुन खोरु सिप्सियो भनेको छ। तलको हरफ पढेर चाहिँ मिल्ने कुरा छान्नुहोस् भनेको छ। हाम्रो 3 मा रहेको छ हाङ्गुक ए फेङवन उन कोरियाको अस्पतालमा चाहिँ इल छ इ छ साम छ वीर्यो खिक्वान उरो नानुम निदा भनेको छ। कोरियाको अस्पताल चाहिँ पहिलो स्तर, दोस्रो स्तर, तेस्रो स्तरका अस्पताल संस्थाहरू चाहिँ बाँडिएको छ। इल्छा फेङवन उन पहिलो स्तरका अस्पताल चाहिँ छुरो प्राय वेरे वन्जा भनेको चाहिँ बाहिरी वन्जा भनेको बिरामी वन्जा बिरामीलाई चिल्यो हानुन उपचार गर्ने थोङ्ने भनेको चाहिँ हाम्रो यो क्लिनिकहरू भयो। क्लिनिक विवन इना भनेको चाहिँ सामान्य क्लिनिक वा फोगन्सो रुल मारल हाम्निदा भनेको चाहिँ फोगन्सो भनेको चाहिँ हाम्रो स्वास्थ्य चौकी। क्लिनिक स्वास्थ्य चौकीलाई मारल हाम्निदा भनेको देख्न सकिन्छ। यस्तै हाम्रो इल्छा फेङवान उन भनेको चाहिँ पहिलो स्तरका अस्पतालमा चाहिँ यया खाजी आन्गो भनेको चाहिँ बुकिङ नगरेर खादो थोइम्निदा भनेको चाहिँ जान पनि सकिन्छ हाजीमान। तर फेङसाङ इ सामसिप के इसाङी इसुनन भनेको चाहिँ यो फेङसाङ भनेको चाहिँ हाम्रो बेडको संख्या चाहिँ 30 वटा भन्दा बढी। इसाङ भनेको भन्दा बढी, इसाङ भनेको चाहिँ हाम्रो भन्दा बढी हुन्छ। र इ छ फेङवान बुथानुन दोस्रो स्तरका अस्पतालमा चाहिँ यक्खारुल हाल विहे छिल्यो रुल फादल्सु इसुम्निदा भन्यो। दोस्रो स्तरका अस्पतालमा चाहिँ बुकिङ भन्यो। यक्खाल भनेको बुकिङ गरिसकेपछि छिल्यो भनेको उपचार फादल सुई सुम्निदा भनेको चाहिँ उपचार प्राप्त गर्न सकिन्छ। खुरीको साथै वेरियो फिदो भनेको उपचार खर्च पनि इल्छा फेङवान बोदा पिसा सुम्निदा साथै उपचार खर्च पनि पहिलो स्तरका अस्पताल भन्दा चाहिँ महँगो हुन्छ रे। अनि त्यसपछि हाम्रो 1 नम्बरको अप्सनमा रहेको छ साम छ वीर्यो खिक्वान इ वीर्यो फिनुन वेवन बोदा थ पिसा सुम्निदा। यो तेस्रो स्तरका अस्पताल चाहिँ अरू अस्पताल भन्दा चाहिँ अझ महँगो हुन्छ रे। हाम्रो धेरै महँगो हुन्छ भनेको छ हाम्रो उसमा पनि भनिसकेको छ। यहाँ हाम्रो पहिलो स्तरका अस्पताल भन्दा चाहिँ फेङवन बोदा पिसा सुम्निदा यहाँ पनि भनिसकेको छ महँगो हुन्छ भनेर। अनि 2 नम्बरको अप्सनमा रहेको छ हाङ्गुक एसनुन कोरियामा चाहिँ फोगन्सो ए भनेको चाहिँ स्वास्थ्य चौकीमा खाल्ते र उल्टे भनेको नि बेला बिएसटी प्लस र उल्टे ने बेला बिएसटी र उल्टे भनेको ने बेला चाहिँ
कोरियामा चाहिँ स्वास्थ्य चौकीमा जाने बेलामा चाहिँ याखारुल हेया हाम्निदा भनेको छ। कोरियामा चाहिँ स्वास्थ्य चौकीमा जाने बेलामा चाहिँ बुकिङ गर्नुपर्छ अरे, तर यसमा चाहिँ बुकिङ गर्न पर्दैन। यो चाहिँ हाम्रो दोस्रो स्टारको अस्पतालहरूमा जाँदाखेरि बुकिङ गर्नुपर्छ। त्यस कारणले हाम्रो 2 नम्बरको आन्सर भएन। र त्यस्तै गरी हाम्रो 3 नम्बरको अप्सन रहेको छ इज वेरियो खिक्वान इ फेङसाङ भनेको चाहिँ बेड, फेङसाङ सु भनेको सङ्ख्या, सु भनेको सङ्ख्या चाहिँ सामसिपगे बोध छक सुम्निदा रे। यो छक थोरै हुँदैन कि हाम्रो चाहिँ यो 30 वटा भन्दा चाहिँ बढी हुन्छ। त्यस कारणले यो 3 नम्बरको आन्सर पनि होइन र यो 4 नम्बरको अप्सन रहेको छ थोङ्ने विवन उन भनेको चाहिँ यो सामान्य क्लिनिकहरू चाहिँ सामछा वेरियो खिक्वान इम्निदा रे। हाम्रो चाहिँ यो सामान्य क्लिनिकहरू चाहिँ तेस्रो स्टारको स्वास्थ्य केन्द्र हो रे। त यो हाम्रो तेस्रो स्टारको होइन कि हाम्रो यो ठोङ्ने भनेको चाहिँ पहिलो स्टारको हो। यो चाहिँ हाम्रो यो पहिलो स्टारको हो, पहिलो स्टारको अस्पताल हो हाम्रो यो। त्यस कारणले यो पनि 4 नम्बरको भएन। र त्यस्तै हाम्रो गरी 1 नम्बरको सही आन्सर भयो। तेस्रो स्टारका अस्पतालमा चाहिँ धेरै खर्च चाहिँ धेरै नै हुन्छ। त्यस कारणले चाहिँ हाम्रो 1 नम्बरको आन्सर भयो। र त्यस्तै गरी हाम्रो 4 नम्बरको रहेको छ 4 नम्बरको रहेको छ खुक्से थुक्कुप उफेन उल सायुङ हामेन पारुको आन्जन हागे भनेको छ। अन्तर्राष्ट्रिय विशेष डाक सेवा चाहिँ प्रयोग गर्यो भने पार्दा भनेको छिटो हुनु, छिटो यहाँ भनेको यो गो भनेको यसले र अर्थ दिन्छ छिटो र आन्जन भनेको स्वास्थ्यसँग आन्जन भनेको सुरक्षित आन्जन भनेको सुरक्षितसँग चाहिँ वेगुगिन उरो मुल्गनुल फोनिल सुइसुगो भनेको छ। छिटो र सुरक्षितसँग चाहिँ विदेशतिर सामानलाई पठाउन सकिन्छ। अनलाइन चाहिँ अनलाइनबाट सिल्सिगान फेसुङ छोवेगा भनेको छोवेगा खानु निम्निदा भनेको छ। यो हाम्रो अनलाइनबाट पनि हाम्रो यसको अनलाइनबाट हामीले चाहिँ यसको ट्र्याक पनि गर्न सकिन्छ। जस्तै सामान कहाँ आइपुग्यो भने चाहिँ हामीले यसलाई देख्न पनि सकिन्छ। त्यस कारणले यो सम्भव हुन्छ। र इएमएसद्वारा चाहिँ फेन्चिस चेक किताब ओट कपडा दुमुल आदि चाहिँ फोनिल्सु इस्सुनिदा पठाउन सकिन्छ हाजिमान। तर उम्सिक याक हेन्गुम खाने कुरा अथवा औषधिहरू अथवा पैसाहरू चाहिँ दुङुन फोनिल्सु अप्सुनिदा पठाउन सकिँदैन। खुक्ने एस नुन चाहिँ राष्ट्रमा चाहिँ छुङ्न्यु हान भनेको आवश्यक हुने मुन्सा भनेको कागज पत्र डकुमेन्ट, मुन्सा भनेको कागज पत्र वा खोङ्गाए भनेको मुल्फुम भनेको चाहिँ महँगो सामान, मुल्फुम भनेको सामान। यो ख्वागाए भनेको महँगो सामान। मुल्फुमुल फोनिल्ते पठाउने बेला चाहिँ सुरेङ वागिन भनेको यसको मात्रा चाहिँ चेक जाँच गर्ने सबिसुरु छेगोङ हानुन ठुङ्गी भनेको चाहिँ ठुङ्गी रो फोनेमेन आन्जन हाम्निदा।
राष्ट्रमा चाहिँ देशभित्र चाहिँ आवश्यक पर्ने कागजात वा महँगो सामान पठाउने बेलामा यसको मात्रा चाहिँ यसको मात्रा चेक जाँच सेवालाई छेगोङादा उपलब्ध गराइएको सेवाबाट पठायो भने सुरक्षित हुन्छ भनेको छ। र यसको हाम्रो अप्सनमा रहेको छ 1 नम्बरको अप्सनमा रहेको छ खुक्चे ठुङ्गुप भनेको चाहिँ अन्तर्राष्ट्रिय विशेष डाक उफेन उरो डाक सेवाद्वारा वेगुके विदेशमा उम्सिकिना खानेकुरा वा यागुल भनेको चाहिँ औषधिलाई फोनिल्सु इसुनिदा पठाउन सकिन्छ रे। तर यो हाम्रो उम्सिक खानेकुराहरू चाहिँ पठाउन सकिँदैन। हामीले चाहिँ पठाउन सक्ने भनेको चाहिँ हाम्रो कपडा अथवा चिठीहरू चाहिँ पठाउन सकिन्छ र हाम्रो खानेकुराहरू चाहिँ पठाउन सकिँदैन। त्यस कारणले यसको आन्सर 1 नम्बर भएन। र त्यस्तै गरी ठुङ्गिरो भनेको चाहिँ हाम्रो यो इएमएसद्वारा मुल्गनुल फोनेमेन सुरेङ वागिन इ भनेको वागिन इ फुल खानुङ हाम्निदा भनेको छ। इएमएसद्वारा सामानलाई पठायो भने यसको मात्रा चेक जाँच गर्न असम्भव हुन्छ रे। तर यो चेक गर्न असम्भव होइन कि हाम्रो यो खानुङ हाम्निदा सम्भव हुन्छ। त्यस कारणले हाम्रो यो 2 नम्बरको आन्सर पनि भएन। र त्यस्तै गरी हाम्रो 3 नम्बरको अप्सनमा रहेको छ खुक्चे ठुङ्गुप उफेनुन वनलाइन उरो फेदाल साङवाङ उल वागिन हागी अरेफ सुम्निदा भनेको छ। अन्तर्राष्ट्रिय डाक सेवा चाहिँ अनलाइनबाट फेडाल भनेको चाहिँ हाम्रो यो डेलिभरी अथवा यो डेलिभरीको अवस्थालाई चेक जाँच गर्न अप्ठ्यारो हुन्छ रे। तर यो चेक जाँच गर्न अप्ठ्यारो हुँदैन कि हामीले चाहिँ यसले एकदमै राम्रोसँग यसको हामीले समयलाई ट्र्याक गरेर चाहिँ हामीले यसलाई हेर्न सकिन्छ। त्यस कारणले यो हाम्रो 3 नम्बरको पनि आन्सर भएन। यो ठुङ्गी नुन खुङ्ने भनेको चाहिँ इएमएस चाहिँ राष्ट्रिय उफेन भनेको चाहिँ राष्ट्रिय उलाकद्वारा मुल्फुन उलाकको सामान चाहिँ आन्जन हागे भनेको सुरक्षित गरी फोनेल्सु इसुनुन फाङबब इम्निदा भनेको छ। यो हाम्रो इएमएसले चाहिँ राष्ट्रियका सामानलाई सुरक्षित हुने गरी पठाउने एउटा तरिका हो रे। हाम्रो चाहिँ एकदमै यो सुरक्षित हुने गरी चाहिँ र सुरक्षित र छिटो चाहिँ यो पठाउने एउटा हाम्रो पठाउने चाहिँ तरिका नै हो। त्यस कारणले हाम्रो यसको आन्सर 4 भयो। र हामीले अरू क्वेसनमा पनि पछि भेट्नेछौँ। हस्, खम्सामिदा।